भिड कस्तो हुन्छ भन्नुहुन्छ होला कतिजनाले। हेर्नुहोस् त भिड चाहिँ यस्तो हुन्छ है। हेर्नु भिड धेरै भिड भएर जानुपर्छ। हेर्नुहोस् है बढ्यो है। उदय हेर्नुहोस् उदय कस्तो छ फेरि। आम्बो तल हेर्नुहोस् रोटी गाडीबाट तल्लो बाटो यस्तो छ है। खोलो 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 खोलो। भिडको बाटो हिँड्नुपर्छ सबको ज्यानमा चाहिँ यस्तो छ है साथी हो। यस्तो हुन्छ है भिड चाहिँ। हेर हेर तपाईँलाई के दुःखपिरहरू परेको छ भन्दा परेको छैन किन होइन भने तपाईँलाई एउटा जग्गा देखाइदिनु भयो। कस्तो जग्गा छ त्यहाँ मैले देखेँ बुझेँ 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 के मुनिको मलाई दुःखपिर केही टेन्सन छैन। यस्तो भिड पो देखाउँछ त मलाई त टेन्सन भयो भने। हेर्नुहोस् है यस्तो छ। हेर्नुहोस् उदय हेर्नु सक्दैन है। दुःखपिर लुकाउने जग्गा अरे कहाँ हो देखाउ त दुःखपिर लुकाउने जग्गा। आम्मो तल गएर पोख्नुपर्छ। यो चाहिँ दुःखपिर लुकाउने जग्गा। साथी हेर्नुहोस् है यो मान्छेले भनेको रेमनले भनेको चाहिँ दुःखपिर लुकाउने जग्गा अरे यो चाहिँ। यस्तो छ है के अरे मनमा एकदम दुःख पीडाहरू हुनेहरूले यहाँनिर पोख्ने जग्गा हो भवना पोख्ने जग्गा आफ्नो जम्मै त्यहाँ जम्मेर चाहिँ मुनि दुःख पोखाउनु तल गएर त्यो भन्दा उयो हेर्नु आँटै आउँदैन नि त। यस्तो छ ओ तल कुन चाहिँ खोला हो त्यो टिस्टा हो। अबुई बाबे नागा चाहिँ देख्दैन रहेछ यहाँबाट। यहीँबाट त हो त अस्ति अनि सुसाइड गरेको। कसले कसले एउटा त्यो छेपारालाई धोका दिएछ कि। ए त्यो त होला। यस्तो छ साथी हो भिड। अब जानुपर्छ भिडै भिड जाने हो। भिडकै बाटो छ। पारिबाट हेर्नुहोस् फेरि कता हेर्दा मन अडिँदैन। यहाँ आएपछि हेर्नुहोस् है पारि हेरेर त्यस्तै वारी हेरेर त्यस्तै मुनि हेरेर यस्तै माथि हेरेर यस्तो हो। कहीँ हेर्दा पनि मन अडिँदैन है साथी। यस्तो छ भिड चाहिँ।